सबैलाई नमस्कार। म नारायण शर्मा। हाल म अहिले मलेसियाको गेन्टिङ आइल्यान्डदेखि हेर्नुस् त कति सुन्दर, कति सफा, स्वर्गमा गए जस्तै। यस्तै हाम्रो देश पनि हाम्रो नेताहरूले कहिले बनाउँछ होला साथीहरू। हेर्नुस् त यस्तो पहाडमा यति ठुलो ठुलो बिल्डिङहरू बनिरहेको छ। हेर्नु त यहाँ जङ्गलहरू छ। यहाँनिर तल खोल्सा पनि रहेको छ, खोला पनि रहेको छ। हेर्नुस् यतातिर पनि यस्तो बिल्डिङ छ। यो सब चाइनाले विकास गरेको है साथीहरू। यहाँ गार्डनहरू रहेको छ यहाँ बस्नको लागि। कति सुन्दर, कति सफा गार्डनहरू छ। हेर्नुस् तल बादल लागिरहेछ। त्यहाँ एउटा तल चाइनिज मन्दिर पनि रहेको छ। यहाँ तल जुम गरेर त्यति देखिए। यो चाहिँ हामी बस्ने बिल्डिङ। अनि त्यहाँबाट यहाँ चाहिँ हामी चाहिँ काम गर्ने होटल चाहिँ यो हो साथीहरू। यो होटलमा हामी काम गरिन्छ। माथि केबल कार पनि रहेको छ साथीहरू। यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट, लाइक र मेरो च्यानलमा सब्सक्राइब गरेर जोडिनुहोला। र म यस्तै नयाँ नयाँ भिडियोहरू लिएर आउनेछु। हेर्नुस् त कति राम्रो बगैँचाहरू, कति राम्रो सिनहरू। अनि यहाँ सल्लाहको रुखहरू पनि रहेको छ। यी सल्लाहको रुख रहेछ। सल्लाहको रुख हुँदो रहेछ। तलको पनि एकदम सुन्दर दृश्य छ।